गुड मर्निङ सबैजनालाई। मेरो चाहिँ आज म घन्टी फुलको बारीबाट देखाउँदैछु तपाईहरुलाई। हेर्नुस् यी घन्टी फुल त्यो फुलिरहेछ। यो चाहिँ प्योर व्हाइटमा अन्त अरू फुल्न आँटेको छ। हेर्नुस् यो चाइनिज रोस्ट योपालि चाहिँ मजाको भइरहेछ मेरोमा। हेर्नुस् यो सेतोमा यो चाहिँ लाइट पिङ्क रेड यस्तो योपालि चाहिँ यस्तो मिक्स व्हाइट एन्ड रेड यस्तो छ मेरोमा चाहिँ। योपालि चाहिँ फुलको कलेक्ट यस्तो छ। हेर्नुस् योपालि चाहिँ सयपत्री चाहिँ मैले यो चाहिँ अगाडिको हेर्नुस् यता चाहिँ मेरो खोर्सानीको ग्रीन चिल्ली। यो चाहिँ ग्रीन चिल्ली हो। यो चाहिँ ब्लिडिङ हार्ट भन्ने फुल। यो चाहिँ योपालि एकदम राम्रो भयो मेरोमा। हेर्नुस् मैले कटिङ गरेर नि सारेको मैले। कोलाई चाहिनुहुन्छ मेरोमा अर्डर गर्नु सक्नुहुन्छ तपाईहरु। यी कटिङ गरेको मैले यहाँ छ। हेर्नुस् यहाँ छ। यहाँबाट चाहिँ मेरोमा प्लान्ट छ, प्लान्ट कलेक्ट प्लान्टहरु छ। हेर्नुस् त्यहाँबाट चाहिँ अब सयपत्रीको म्यारीगोल्डको कलेक्ट। हेर्नुस् म्यारीगोल्डको अस्ति भर्खर लिएको मैले। हेर्नुस् म्यारीगोल्ड। यो चाहिँ केला लिली योपालि चाहिँ मेरोमा येल्लो भयो। येल्लो पोर चाहिँ मेरोमा ब्ल्याक थियो, योपालि चाहिँ येल्लो भयो। आफै चेन्ज हुँदो रहेछ। यहाँ चाहिँ प्लान्टहरु छ। प्लान्ट कलेक्ट यो चाहिँ ब्लिडिङ हार्ट चाहिँ कोलाई चाहिनुहुन्छ कटिङ लानु सक्नुहुन्छ तपाईहरु आउनु भएर। यहाँ चाहिँ पिच लिली योपालि चाहिँ दामी भयो मेरोमा। मजाले फुले पिच लिली चाहिँ। पिच लिली कटिङ पनि राखेको छ मैले। पिच लिलीको सारेको पनि छ। हेर्नुस् यहाँ यसरी सारेको। यो चाहिँ मनी प्लान्ट सानो खालको सानो पत्तामा मनी प्लान्ट। कोलाई चाहिनुहुन्छ तपाईहरु सबैजना कुन चाहिँ प्लान्ट चाहिनुहुन्छ मलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। प्लस